बास अधिकारको आन्दोलन भनेको एउटा सशक्त आन्दोलन हो। एउटा त्यो नागरिकको अधिकारका लागि सरकार विरुद्ध बोल्नु भनेको एकदमै जोखिम र अभियन्ताहरू पनि असाध्यै धेरै जोखिममा रहेर काम गरिरहनु भएको छ। यो आन्दोलनमा होमिनु भनेको चाहिँ एउटा ठुलो सङ्घर्षलाई चाहिँ अपनाउनु, ठुलो सङ्घर्षको लाई चाहिँ सँग लड्नु, भिड्नु हो र यो थुप्रै बास अधिकारविहीन महिलाहरूले यसका लागि सङ्गठित भएर लामो समयदेखि यो अभियान यो बास अधिकारको अभियानमा चाहिँ लागिरहेको छ। उहाँहरू सम्पूर्णमा चाहिँ म विशेष गरी एकदमै हृदयदेखि नै उहाँहरूमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु। विशेष गरी महिला एकता समाजले यो अभियानमा सुरुदेखि नै सहयोग पुर्याउँदै र सँगसँगै हुनुहुन्छ। पनि महिला एकता समाजलाई पनि एकदमै धेरै नै धन्यवाद दिन चाहन्छु र यो अभियानलाई सफलतासम्म पुर्याउनको लागि पनि हाम्रो महिला मानवाधिकार रक्षकको चाहिँ शुभेच्छा रहेको छ। देशैभरिका महिला मानवाधिकार रक्षकहरू सँगसँगै छौँ र बास अधिकारका अभियन्ताहरू पनि महिला मानवाधिकार रक्षक हुन् र यो अभियानलाई चाहिँ हामी अन्त्यसम्म लैजानको लागि हामी साथमा छौँ भन्ने पनि महिला मानवाधिकार रक्षक राष्ट्रिय सञ्जालको अध्यक्षको हिसाबले मेरो प्रतिबद्धता रहेको छ।